पुरुषोत्तम मासमा पर्ने पद्मिनी एकादशी अत्यन्त दुर्लभ र महान एकादशी मानिन्छ। विशेष गरेर यो एकादशी अधिक मास पुरुषोत्तम मासमा पर्दछ। शुक्ल पक्षमा पर्ने यो एकादशीको नाम नै पद्मिनी एकादशी हो। अरू एकादशी एक वर्षमा एक पटक आउँदछन् भने पद्मिनी एकादशी 3 वर्षमा एक पटक आउने गर्दछ। यसको पुण्य अनन्त गुणा बढी बताइएको छ। यस दिन के गर्ने, व्रत भक्ति भाव हामी यस बारेमा जानकारी गराउँछौँ। त्योभन्दा अगाडि यो एकादशी कहिले रहेको छ? 2083 सालको जेठ महिनाको 13 गते बुधबार एकादशी तिथि रहेको छ। 2026 मे 27 तारिकका दिन पद्मिनी एकादशी व्रत रहेको छ। एकादशी तिथि 7 घडी 42 पला छ भनेको बिहान 8 बजेर 17 मिनटसम्म मात्रै एकादशी छ। उपरान्त द्वादशी तिथि रहेको छ। यस कारणले गर्दा अमेरिका क्यानाडामा रहने त्यहाँका हाम्रा समस्त भगवत सज्जनहरूले भने 26 तारिकका दिन नै एकादशीको व्रत गर्नुहुनेछ। यस दिन गङ्गा दशहराको दिन पनि हो। नेपालमा रामेश्वर गङ्गा पूजा, हत्यामोचन, तीर्थ स्नान पनि हो। र अमेरिका क्यानाडाबाट सुन्दै गर्नुहुने दर्शकबिन्दुहरूले 26 तारिककै दिन एकादशीको व्रत गर्नुहुनेछ। हामी नेपाल, भारत, भुटान, अस्ट्रेलिया आदि गरेका देशहरूमा, इङ्ल्यान्ड आदि गरेका देशहरूमा भने 27 तारिककै दिन भनेको 13 गते बुधबारका दिन एकादशीको व्रत गरिरहेका छौँ।